कोरियाका बाँसहरू यस्ता छन्। बस्ने ठाउँ पार्कहरू यस्तो बनाइदिएको छ। हेर्नुहोस् यो ढुङ्गाहरू बिछाएर टक्क पारेर मान्छे आनन्दसित पार्करमा बस्न सक्छ। यो ढुङ्गाहरू यस्तरी बिछाएर सुन्दर यो एउटा रुखलाई पनि यसरी उ गरेको छ। ल हेर्नु, पानी आए पनि खानलाई मस्त टेबल। है कसले के खेलेछ, ढुङ्गा खोल्ने ढुङ्गा हो कि के खेल्ने ठाउँ रहेछ यो। यो कोरियन बुढाहरूको के खेल्ने ठाउँ रहेछ यो। हाम्रो उतातिर के खेल्छ नि गोटाको जस्तै, यस्तै यो ढुङ्गाबाट चाहिँ यिनीहरूले खेल्दा रहेछन्। गेम खेल्दा रहेछन् यहाँ। गेम टक्क पारेर यसरी गेम बनाएछ। बुढाहरू बसेर खेल्ने ठाउँ रहेछ है। के होला यो, चेस जस्तै छ। अर्कै गेम खेल्दा रहेछन्। यसलाई यहाँ माथि राखेछन् टक्क पारेर। यता रहेछ यो बाघ चाल भन्ने जस्तै। यहाँको सामानहरू कसैले उठाउँदैन साथीहरू, यस्तै छ। अनि बस्ने आनन्दसित हेर्नु, यस्तो राम्रो भ्यू छ। अनि पानी पनि परेको छैन, शीतल मौसम छ। शरीर पनि दुखिरहेछ, एक्सर्साइज पनि गरिरहेछु। के गर्नु, सबै साथीहरूले भिडियो हेर्नु होला, मेरो च्यानललाई सब्सक्राइब गर्नु होला है। ल हेर्नु, बाटोमा माटो भएको ठाउँमा नरियलको यस्तो गुन्द्री बिछाएको छ। तर पानीले गर्दा अहिले भिजेको छ साथीहरू। तल हेर्नु, खोलामा हिँड्नलाई पनि कस्तो राम्रो बनाइदिएको छ है। कस्तो आनन्द छ। ल एक्लै एकान्तमा हिँड्न पनि कति मजा नै लाग्दो रहेछ। किनारमा कम्पनी रहेछ सानसाना। अनि यस्तो छ कोरिया।